Hello, good morning, Brisbane. My name is Gaurav Lamsal. म चाहिँ ब्रिस्बेनमा बस्छु अरू के भनौँ म ब्रिस्बेन मोरेफिलमा बस्छु मेरो यो फर्स्ट भ्लग हो सबैले हेर्नु होला मन परे हेर्नु होला मन नपरे नहेर्नु होला अनि त्यसपछि आज चाहिँ म फर्स्ट भ्लगमा म के गर्दैछु भन्दाखेरि चाहिँ ल हेर्नु है यहाँ मैले यहाँ अब टक्क यहाँ ब्रेकफास्ट बनाउँदैछु चट्ट पारामा होइन यहाँ बन्दैछ तयारी हुँदैछ अब यहाँ टक्क तेल सिल ट्याक्क भुटेर हाल्नलाई रेडी टु गो होइन अनि त्यसपछि यो चिया बन्दैछ है यहाँ अनि यहाँ हाम्रो साथीहरू हुनुहुन्छ यहाँ के अरे गौरवको भ्लगमा हेलो भनिदिनु होला उहाँको चाहिँ आफ्नै एउटा छुट्टै भ्लग छ एडभर्टाइज ल भनिदिनु नि त ल भनिदिनु के अरे भ्लगको नाम मेरो अभिषा श्रेष्ठ नै छ अभिषा श्रेष्ठ छ उहाँले मलाई आज ट्रेनिङ दिँदै हुनुहुन्छ मलाई कसरी बनाउने भनेर गाइज कस्तो राम्रो हुन्छ नराम्रो हुन्छ उहाँको हातमा छ है उहाँ चाहिँ मेरो मिसेस हुनुहुन्छ नमस्ते नमस्ते हाउ आर यु बोल न बोल के हो र ल आज के छ आजको प्लान हामी कहाँ जाने आज हामी मेरो साथी हो अभिषालाई घुमाउन मलेनी बोटानिकल गार्डन जाँदैछौँ हाउ फार इज द मलेनी बोटानिकल गार्डन फ्रम हियर 1 hour drive from our place ओके 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 अनि हाम्रो यहाँ नयाँ नयाँ पुङ्कुलु हाम्रो पुङ्कुलु यहाँ मसाज भइरहेछ पुङ्कुलु हेलो भनिदेऊ हेलो भन्दै हेलो हेलो भनिदेऊ न पुङ्कुलु पनि एक्साइटेड है आज उहाँ हेलो भन्नु न यसो कुरो हेलो के छ खबर नमस्ते सबैजनालाई हाम्रो मम्मीले बिहान बिहान पानी दिनुहुन्छ हामीलाई हेरिदिनु ल अब यहाँ बन्दैछ बनिसकेपछि फेरि म टक्क आउँछु नि त है ल है त गाइजहरू मर्निङ गाइजहरू ब्याक अगेन हाम्रो यहाँ अभिषा आइसकेपछि नुहाई धुवाई गरेर चिटिक्क परेर यहाँ ब्रेकफास्ट पनि रेडी भइसक्यो है गाइज है के बन्दै थियो भन्दै थियो यहाँ है ल हेर गाइजहरू यस्तो हो नि त ट्याक्क पारामा मिसेस पनि आइपुग्नु भयो यहाँ टक्क लाएर ल ब्रेकफास्ट ल त्यो त मेरो हो नि त यो अलिक ठुलोवाला मेरो हो क्या ल त चियर्स है त्यहाँ मुटु त्यहाँ बिचरा हेरिजिन् भुङ्कुलु ल चियर्स अभिषालाई त्यति मिठो नहोला एकदमै मिठो मिठो होला छैन होला हो मैले त हो त्यही भएर मिठो लाग्यो तिमीलाई ए तानु आयो नि तानु हेलो हेलो सानो सक्दिन नि त हेलो हेलो सबजनालाई नाइस तरिकाले हाल्छु कति खाने हो भने बुझ्यो अलि हार्ड थ्याङ्क यू वेलकम वेलकम ल अभिषालाई है त रियाक्सन बहन यम लास्ट मिठो छोरीले पनि हेरिछु छोरीको फेस पाउँछ आन्टी चाहिँ भर्खरै आउनुभयो नुहाएर अनि ब्रेकफास्टको लागि चाहिँ लेट हुनुभयो हामी चाहिँ खाँदै थियौँ ज्वाइँले बनाएको ब्रेकफास्ट इन्जोय गर्दै हुनुहुन्छ र कस्तो छ आन्टी मिठो छ अरे ल रश्मि चाहिँ स्टिल छोरीलाई उस्काइरहेछ छोरो खै हाँस्देऊ न त पिकाबु 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 खै हाँस्देको त्यो रातो रातो कति क्युट छिन् कति ब्युटिफुल यहाँ हाम्रो मेकअप आर्टिस्टहरूले मेकअप गर्दै हुनुहुन्छ चलिरहेको छ फाइनल लुक देखाउनु न बुढा यस्तो लुक नदेखाउनु यो यो बिफोर एन्ड आफ्टर पनि हुन्छ नि त बुढी बिफोर यो अब आफ्टर कस्तो हो अब मेकअप आर्टिस्ट यहाँ अलरेडी मेकअप हो
रेडी हो अभिषा तिमी Yes. यस सी इज अलरेडी रेडी नाउ सी इज गेटिङ रेडी है ल She's about to. एबाउट टु गेट रेडी ल है त यो गाइजहरू हामीलाई हिँड्न हतार भयो हामीले चाहिँ भिडियो बनाउनै बिर्सिएछ टक्क रेडी भएको फोटो छ है हामी चाहिँ अब गाइजहरू हामी चाहिँ अब टक्क निस्किन लाग्यौँ होइन चट्ट पारामा यहाँ बस्दै हुनुहुन्छ गाइजहरू तिम्रो अटेनौ ए ल ल ल गाइजहरू हामी त भिडियो बनाउनै बिर्सेछ भनेको सुई गाडी चलाएर हिँड्यो है बिर्सिराख्यो अब त्यही पनि ल ठिकै छ हतार हतार ल बनाउनु पर्छ भनेर ल झ्याप्प भिडियो निकालेर अनि फेरि बनाउनु सुरु गरेको ल अन द वे हो हामी होइन चट्ट अनि आधा बाटोमा पुगेपछि बल्ल रियलाइज भयो क्या बानी थिएन नि त गाइजहरू होइन अनि बानी त बचाल्नु पऱ्यो छोरी सुतिरहेछ होइन टक्क पारामा अनि हामी चाहिँ निरन्तर हाम्रो यात्रामा गइरहेछौँ कन्स्ट्रक्सन चलिरहेको रहेछ बाटोमा तर ठिकै छ अनि आफ्टर ड्राइभिङ फ्यु मिनट्स टक्क भ्यूहरू आउन थाल्यो क्या दामी दामी भ्यूहरू आउन थाल्यो हामी भ्यूहरू इन्जोय गर्दै सर होइन तर आई रिकमेन्ड टु यु गाइज है अल अफ यु लाइक हजुरहरू ब्रिस्बेनमा हुनुहुन्छ भने चाहिँ यो मेलेनी भन्ने ठाउँ चाहिँ प्लिज डु भिजिट यार दामी नेपाल जस्तै छ भने यता बुढी टक्क पारामा यता अभिषा होइन हामी अनि यता चाहिँ हाम्रो छोरी सुति छ मस्त Are you enjoying Pukulu? Are you enjoying? Yes? Say yes. Aww. Yes, 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 yes. Pukuli. Kati cute layers. सो यो चाहिँ म्याप भयो हामी जाने मेलेनी हो यसको प्रोनाउन्सिएसन मलेनी यहाँ त फेरि पढ्दाखेरि हामीले पढ्दाखेरि अघि पढ्छौँ यहाँको प्रोनाउन्सिएसन आएको सो हामी चाहिँ यहाँ जाने भयो छोरी चाहिँ यहाँ दुध खान नमानेर हैरान पुकुलो जानलाई अनि यसमा चाहिँ बसमा जान पाउँदो रहेछ लाइक यसलाई चिसो छिरो केलाई राम्रो छ रमाइलो छ हाम्रो बग्गी चाहिँ अब बग्गीमा जाने भयो ओ माइ गुडनेस ब्याक पनि क्या क्युट एन्ड देन दिस इज ओ म्याप त त्यहाँ अगाडि पनि हुँदो रहेछ है यसमा लिन्छु यहाँ पनि हुँदो रहेछ म्याप चाहिँ सो दिस इज द थिङ मम्मी त्यो पिङ्क कलरको ज्याकेट निकाल्नु पारामा गौरवको भरमा हामी सबैजना गइरहेको छौँ गाइस लेट्स गो यसले मजा गरिदिनु ग्रेट भ्यू अरे नो बगी इन्ट्री त्यहाँ रोकेर त्यो म्याप छ है म्याप हेरौँ है यहाँ पनि छ यो यहाँ म्याप पनि रहेछ हामी जहाँबाट अब स्टार्ट गरेछौँ त्यहाँबाट नो बगी इन्ट्री इज द म्याप मेन वाटरफल अरे अगाडि छ हामी अब यहाँ मसरुम उसमा खिचेर अब हामी फेरि बगीमा चढ्यौँ मसरुम फेरिटेलमा गएर हामी स्टप गरिसकेपछि नाउ वी आर स्टार्टिङ अगेन टु द अदर प्लेसेस अराउन्ड सो दिस इज द रोज गार्डन पनि रहेछ है हामी यहाँ पनि जानुपर्ने थियो तर यहाँ चाहिँ बगी जाने हो
के हो बगी त जान्छ त्यहाँ यो रोज गार्डनमा रोज नै छ त्यहाँ अहिले रोजै छैन हेर न पुरै त नि भाइ बर्खा हुन्छ यो चाहिँ के फुल रहेछ है कस्तो दामी फुलेको बेला फल्छ ए यहाँ चाहिँ लटसको रहेछ नि त है यो के रहेछ हामी त्यहाँ छौँ ठिक छ हामी हिँडेको ठिक छ के भन्छ त रुङ्गालु Slow down, step, drive away. So, यहाँ चाहिँ पुरै लोटसहरूको लागि रहेछ बुढाको एकदम ध्यान दिएर है यहाँ आफै ब्रेक लाग्दो रहेछ ए हो यो तिनीहरूले त्यही भएर त्यो त्यो के हुन्छ भनेर बनाएको क्या त्यही अनुसार यो ग्यारेर टाइपको छ नि है Wow, here is the fountain. हेर त ए कुन यो ढुङ्गा 25 मिलियन इयर्स अगो अरे मम्मी यो पुर्खौली ढुङ्गा रहेछ क्या पुर्खौली ढुङ्गाको कुरा गरिरहेछ नि यहाँ नु बगी भनेको के हो जा भने जा भने। जाने भनेको नो बगी भनेर कसरी जान्छ यो अरे 25 million years old. Watch your step. 25 million years old रहेछ मम्मी 25 मिलियन फोटो खिच्ने हो कसैले झर्नामा नेपालको त्यत्रो झर्ना छोड्ने खिचिदिउँ न त्यो पनि मेमोरी हुन्छ नि होइन राम्रै आएछ रश्मि जलबिरेको so like this यसले तान्छ नि मम्मी यो गाडी जस्तो क्या तान्ने हो। बाइक गाडीहरू जस्तो कि स्कुटर रिक्सा जस्तो हो क्या नेपालको हो त्यो भन्दा हुन्छ टुकटुक त्यहाँ के रहेछ आउट भन्ने रहेछ त्यहाँ चाहिँ अब त्यो सिस्नु टु मच हाई हिँडेर जानु पर्थ्यो भनेर क्या हामीलाई बेला बेलामा यहाँ देखाइदिइराख्दो रहेछ यसले भनिराख्दो रहेछ म्यापमा अरू भन्दा नि अहिले एडभेन्चर चाहिँ बगी चलाउनु लागि આપણે बुढालाई पनि रहर थियो पहिलेदेखि मैले भन्छ चाइनामा चलाएको थिएँ नि ए त हाम्रो होटेलमा त्यहाँ छैन सुँग्न त भनिदियो तर बाँच्न त्यस्तो पनि आएको छैन भन्नु पर्दाखेरि रश्मि तर यो भिडियो पछि हेर्दा मेमोरी पनि हुन्छ छोरी पनि हुन्छ नि है पुङ्कलु घुम्न आएको फर्स्ट भिजिट हो नि त हाम्रो पुङ्कलुको हाम्रो पुङ्कलुको फर्स्ट भिजिट रे पुङ्कलु फर्स्ट भिडियो पनि कति ह्याप्पी छ क्या ऊ पनि सो हामी चाहिँ गोल्डन फिस हेरेर चेयर हेर्न चाहिँ बिर्सेछौँ यो त जङ्गलै हो नि ल त अनि टाढा पनि छैन फेरि त्यो हिमालबाट त 1-1.5 घन्टा हो हिमालबाट 1-1.5 घन्टा उता हामीले चाहिँ यहाँ चाहिँ जान मिस गऱ्यो एन्ड देन यो चाहिँ जाइन्ट चेयर अनि यहाँ चाहिँ बच्चाहरूलाई यस्तो ट्रेन जस्तो गरेर स्ट्रिम इन्जिन राख्दो रहेछ यतापट्टि गइएन र हामी हैन र माथिपट्टि त्यो माथिबाट पनि यति आउने हो क्या यति आउने हो क्या आन्टी सेलाको त नै है धेरै बेर कहाँ पनि यसको भित्र राखेर सो आई थिङ्क हाम्रो चाहिँ आजलाई यति नै हुन्छ अब अगाडि म खिच्छु
सो हामी चाहिँ फर्क्यौँ त्यहाँ पानी परेर दह्रो बाहिर पानी परिरहेछ सो हामी चाहिँ सकेर घुमेर निस्किँदैछौँ गाइजहरू घुम्दा घुम्दा यस्तो भोक लाग्यो कि रेस्टुरेन्ट खोज्दा खोज्दा हामी केही नपाएर होइन अब के छ त भन्दा इन्डियन रेस्टुरेन्ट भेट्यौँ त्यहाँ सिधै जम्प अनि त्यहाँ हामी छिरेपछि यहाँ अब टक्क होइन हामीले भोक लाग्यो अनि भोक लागिसकेपछि के खाने हो अब ड्याङडुङ अर्डर गर्न थाल्यौँ होइन त ठिक छ टक्क त्यही पनि वेटिङमा बसिरहेको पानी परिरहेको थियो बाहिर मिरमिरे हामी वेटिङमा बस्यौँ टक्क आइदिनु भयो अनि हामी टक्क अर्डर गऱ्यौँ होइन त्यसपछि हामी घरतिर जाम भन्ने कुरा भयो त्यसपछि घरतिर लाग्यौँ हामी पानी पनि बन्द भयो यही बेला लाग्नुपर्छ भनेर हामी घरतिर टाप हेलो गाइजहरू हामी त आएर पनि चेन्ज भइसक्यो भिडियो बनाउन बिर्सेछ अब के गर्ने होइन यहाँ चेन्ज नगरेको मान्छेहरू चाहिँ यहाँ छ नि हेलो ल बुढी भन न के हो 0 सब्सक्राइबर च्यानल होइन ल ठिक छ ल मम्मी ल के भन्नु चाहनुहुन्छ मेरो 0 सब्सक्राइबरहरूलाई माया सब्सक्राइब गरिदिनु होला होइन ल है त ल सी यु अन नेक्स्ट भिडियो गाइस नेक्स्ट भिडियो
खाइखुई गरेर गाइजहरू हामी चाहिँ बत्ती हेयौँ घरतिर जान किनभने पानी पर्ला जस्तो थियो भयङ्कर अनि त्यसपछि जाम भनेर ल अनि बत्तिएर जाँदा जाँदाखेरि चाहिँ जम्मा 1 आवर ड्राइभ देखायो विच इज भेरी भेरी गुड अनि त्यसपछि त्यही माथि अलिअलि फाटाफुट्टा जाम थियो तर एनिवे हामी सरर गइयो